राजसभाका सभापति रवि लामी छानेभित्र घण्टीघरमा प्रवेश गरिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ रवि लामी छानेको गाडी अहिले यहाँ रोकेको छ भने रवि लामी छानेभित्र प्रवेश गरिसक्नु भएको छ। देव तत्त्वहरूलाई बोलाउन, राक्षस तत्त्वहरूलाई लहेट्न घण्टी बजाइन्छ। ल बाबुरे यतिखेर हामी घण्टीघरको प्राङ्गणदेखि देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ रवि लामी छाने भर्खरै भित्र प्रवेश गर्नुभएको छ भने बाहिरको माहौल हामीले अझै देखाइरहेको छ। हेर्न सक्नुहुन्छ अब बालेन शाह आउने भन्ने हल्ला छ। दर्शक महानुभावहरू हामीले बालेन शाहले कुरेर बसिरहेका छौँ। पूर्व सञ्चार मन्त्री जगदीश खरेल यतिखेर घण्टीघरमा आउँदै हुनुहुन्छ। जगदीश खरेलले यतिखेर घण्टी बजाउँदै हुनुहुन्छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ सभापति रवि लामी छानेको गाडी साइड लागेको छ। पक्कै हेर्न सक्नुहुन्छ भने यहाँ रवि लामी छानेलाई सुरक्षा दिन खटिएको प्रहरीको गाडी पनि यो साइडमा साइड लाग्दैछ। र महानुभावहरू रवि लामी छाने सभापति रवि लामी छाने आउँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ अहिले घण्टीघरको प्राङ्गणमा सभापति रवि लामी छाने यहाँ आउँदै हुनुहुन्छ। पार्टी कार्यालय वनस्थलीमा हेर्न सक्नुहुन्छ वनस्थलीमा उपस्थित हुनुभएको छ। सभापति रवि लामी छानेज्यू यतिखेर घण्टीघरको प्राङ्गणमा आउँदै हुनुहुन्छ। दर्शक महानुभावहरू दर्शक पनि यतिखेर राजसभाका सभापति रवि लामी छानेभित्र घण्टीघरमा प्रवेश गरिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ रवि लामी छानेको गाडी अहिले यहाँ रोकेको छ भने रवि लामी छानेभित्र प्रवेश गरिसक्नु भएको छ। हामीले अहिले हजुरलाई घण्टीघरको प्राङ्गणदेखि देखाइरहेका छौँ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ भर्खरै रवि लामी छानेभित्र प्रवेश गर्नुभएको छ। रवि लामी छानेको गाडी हेर्न सक्नुहुन्छ। हामीले हजुरलाई अहिलेको घण्टीघरको प्राङ्गणदेखि ताजा अवस्था देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ युवा के भन्दैछन् हेरौँ। राक्षसम देव तत्त्वहरूलाई बोलाउन, राक्षस तत्त्वहरूलाई लहेट्न घण्टी बजाइन्छ। ल हामीले पनि बजाउनुहुन्छ होइन, नेताहरूले होइन, मैले सबभन्दा बढी घण्टी बजाउँछु। युवाहरूको जोस हेर्न सक्नुहुन्छ। दर्शक यहाँ पुलिसको गाडी रहेको छ रवि लामी छानेको सुरक्षाको लागि। हेर्न सक्नुहुन्छ अहिले घण्टीघरको प्राङ्गण हामी देखाइरहेका छौँ हजुरलाई। नमस्कार सर। घण्टी बजा घण्टी घण्टी अहिले घण्टीघरको ताजा अवस्था हामीलाई हजुरले देखाइरहेका छ। हेर्न सक्नुहुन्छ
अहिलेको ताजा अवस्था हामीले हजुर देखिरहेको छौँ दर्शक महानुभावहरू घन्टीघरको प्राङ्गणदेखि हेर्न सक्नुहुन्छ। दर्शक महानुभावहरू यतिखेर हामी घन्टीघरको प्राङ्गणदेखि देखिरहेका छौँ। हेर्न सक्नुहुन्छ रवि लामिछाने भर्खरै भित्र प्रवेश गर्नुभएको छ भने बाहिरको माहौल हामीले हजुर देखिरहेको छ। हेर्न सक्नुहुन्छ अब बालेन शाह आउने भन्ने हल्ला छ दर्शक महानुभावहरू। हामीले बालेन शाहले कुरेर बसिरहेका छौँ। अहिले घन्टीघरको बाहिरको माहौल यस्तै छ र रवि लामिछाने सभापति सोरेमुवाले अर्थमन्त्री र अब प्रधानमन्त्री बालेन शाह आउने भन्ने मात्र छ दर्शक महानुभावहरू। यहाँ केन्द्रीय सदस्यदेखि लिएर माननीयहरूदेखि लिएर मन्त्रीहरू सबैको प्रवेश भइसकेको छ। अब अन्तिम विकल्प अन्तिम आउने अब पालो बालेन शाहको रहेको छ। पक्कै पनि आउनुहुन्छ वा हुन्न त्यो भने हामी हेर्न बाँकी रहेको छ। यहाँ माननीयहरूको आउने क्रम पनि जारी छ दर्शक महानुभावहरू। उता रन्जु दर्शना काठमाडौँ क्षेत्र नम्बर 1 देखि विजय हुनुभएको रन्जु दर्शनादेखि लिएर सब हुनुहुन्छ। हामीले हजुर देखिरहेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ रन्जु दर्शनालाई हामीले हजुर देखिरहेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ जगदीश खरेल यतिखेर पूर्व सञ्चार मन्त्री जगदीश खरेल यतिखेर घन्टीघरमा आउँदै हुनुहुन्छ। नमस्ते दाइ। जगदीश खरेल सबैसँग हात मिलाउँदै भित्र प्रवेश गर्दै हुनुहुन्छ। अब घन्टी बजाउँदै हुनुहुन्छ। घन्टी घन्टी जगदीश खरेलले देखेर घन्टी बजाउँदै हुनुहुन्छ। दर्शक महानुभाव हेर्न सक्नुहुन्छ। घन्टी बजाउँदै भित्र पार्टी कार्यालयमा प्रवेश गर्ने कार्य जारी छ दर्शकबिन। अहिले यो घन्टीघरको प्राङ्गणले हामीले हजुरलाई देखिरहेका छौँ। सबै माननीयहरूको आउने कार्य जारी छ। अब को आउँदैछ हामी पनि हेर्दैछौँ दर्शक महानुभाव। यहाँ प्रहरीको गाडी साइड लाउँदै लाग्दैछ। अब बालेन शाह प्रधानमन्त्री आउने भन्ने कुरो छ दर्शक महानुभावहरू। अहिले घन्टीघरको प्राङ्गणदेखि हामीले हजुरले देखिरहेका छौँ। यहाँनिर सभापति रवि लामिछानेको गाडी साइड लागेको छ। पक्कै पनि हेर्न सक्नुहुन्छ भने यहाँ रवि लामिछानेलाई सुरक्षा दिन खटिएको प्रहरीको गाडी पनि यो साइडमा साइड लाग्दैछ र सभापति भने भित्र गइसक्नुभयो। हामीले हजुरलाई देखाइसकेका छौँ भने अब प्रधानमन्त्री बालेन शाह आउँदै हुनुहुन्छ। त्यसकै पर्खाइमा छन् यहाँ समर्थकहरू हेर्न सक्नुहुन्छ। अगाडि गेटमा सुरक्षा पनि कडा पारिएको छ र यहाँ समर्थकहरू रहेका छन् र यहाँ मिडियाहरूको पनि ठुलो भिड रहेको छ। पक्कै पनि हेर्न सक्नुहुन्छ। अगाडि गेटमा को आउँदै हुनुहुन्छ। पक्कै पनि हामीसँग रहनु दर्शक महानुभावहरू। अगाडि गाडी आइसकेको छ। को आउँदै हुनुहुन्छ हामीसँग रहनु होला। हामी हजुरलाई देखिरहनेछौँ। हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू। अहिले घन्टीघरको प्राङ्गणले हामी देखिरहेका छौँ।